हात होला त ल हल्ला देखिन्छ राम्रोसँग ल आफ्नो काममा लाग्यो होला अनि गाउँको मान्छेहरू त पुरै काममा लागिहाल्छ ऊ त्यहाँ पो रहेछ खतरा बस्ती त यार ऊ त्यहाँ अगाडि होइन बाक्लो अहिले हेर है त्यहाँ झर्ना झर्ना त्यहाँको बस्ती चाहिँ अझै राम्रो त्यो बस्ती हामी गएनौँ कि होइन ऊ त्यहाँ तल हेर्दा राम्रो रङ्गीचङ्गी बस्ती बाक्लो बस्ती त्यहाँ पनि रहेछ त डेन्जर झर्ना यार तल टक्क रमाइलो गर्दै हामी फर्किँदैछौँ बाबाई नुवाकोट अब सकिँदै गयो हामी अब त्रिशुली हुँदै काठमाडौँतिर लाग्दैछौँ हाम्रो यात्रा चाहिँ रमाइलो छ छतमाथिको यात्रा झर्ना हेर्दै गाउँ हेर्दै टक्क लाएर यता हाम्रो पसल बाबु पनि छ साइडमा गाउँको नजारा हेर्दै हामी चाहिँ निक्लिँदैछौँ अब टक्क यो पहाड यो निलो आकाश अनि यो डाँडा काँडा हरियालीले मलाई मन्द बनाउँछ त्यही भएर मलाई यो जङ्गल नदी नाला झरना खोला अनि त्यो तिम्रा यादले सताउँछ अनि म एकदम खुसी हुँदै भिडियो बनाउँछु अहिलेलाई बाई बाई टाटा अब हामी अफ भिडियो लास्ट वान्स मोर हामी घुमेको गाउँ नगरकोट लास्ट डेस्टिनेसनमा पुग्दैछौँ ल बाई बाई टाटा आजको यात्रा र हाम्रो भ्लग अब अन्त्य हुँदैछ लास्ट भ्यू हेरिदिनुहोस् ओ कुकुरको साथमा भ्यू पनि टक्क डाँडा काँडा नदी खोला पहाड
यो चाहिँ हाम्रो के डाँडा रे लभ डाँडा माया गर्ने जोडीहरूको लागि यो डाँडा प्रसिद्ध ठाउँ हो सबै आएर माया गरिदिनु होला र हाम्रो फुटबल खेलाडी सँगसँगै गेम खेल्दै हुनुहुन्छ सबै नजारा हेर्दै हामी जाँदैछौँ भ्लग बनाउँदै टक्क लाएर केटा हो लभ डाँडासँगै म पनि दामी देखिरहेको छु भन्ने हामीले आशा गरेका छौँ होइन लभ डाँडाको साथमा हाम्रो फोटो पनि यसमा बादल हेर्न पाइयो यार दामी लास्ट 360 नजारा ल अब चाहिँ हामीले सक्का